Hello and good morning everyone. Hope you guys are fine. म पनि सन्चै छु र आज चाहिँ हामी जाँदैछौँ मुक्तिनाथको तर्फ मुस्ताङको यात्राको लागि जाँदैछौँ। अहिले चाहिँ म ठ्याक्क नयाँ बजारमा छु। अब लेक साइड जाँदैछु गेस्ट पिकअपको लागि र यस्तै छ साथीहरू। ल हेर्नु होला यही बाटोमा के कसो हुन्छ। अब रातभरि पानी परेको छ, बिस्तारै बिस्तारै जाम। बाटो हिलो हिलो होला अगाडिको पनि। अनि म चाहिँ 1 नाइट 2 डेजको लागि जाँदैछु। आज जाने भोलि फर्किने। आज चाहिँ मेरो स्टे हुन्छ मार्फामा। ल बाटोमा के हुन्छ हेर्दै हेर्दै जानुपर्छ है साथीहरू। ल म चाहिँ गेस्ट पिकअपको लागि आइसकेको छु। अनि आज चाहिँ हाम्रो मुक्तिनाथ प्यालेसबाट चाहिँ पिकअप छ। हजुरहरूलाई पनि पोखराबाट मा यस्तै स्टेहरू चाहिएको छ भने जे होस् लेक साइडमा रहेको 38 नम्बरमा मुक्तिनाथ प्यालेस चाहिँ बेस्ट अप्सन हुनसक्छ है हजुरहरूको लागि पनि। र यस्तै छ। अब पिकअप गरौँ अनि निस्कौँ है त। ल हामी चाहिँ अब यहाँबाट निस्केको गेस्ट पिकअपको लागि है। लेक साइडमै छौँ अहिले चाहिँ हामी। बिहानको 8 बजे छ। आज चाहिँ 2टा गाडी जाँदैछौँ। हाम्रो सुमन दाइ र म चाहिँ हैन। वेदर यस्तै छ आजको, खोइ खुलेको छैन। मनसुन स्टार्ट भइसकेको छ साथीहरू। बाटोमा के कसो छ जामसाम हेर्दै जाउँला है त। ल हामी चाहिँ अहिले अब लेक साइडबाट अगाडि एयरपोर्टको लागि जाँदैछौँ। 2 जना गेस्ट चाहिँ हामीले यहाँबाट पिकअप गरिसक्यो भने अब 4 जना चाहिँ हामीले एयरपोर्टबाट गर्दैछौँ। हजुरहरूलाई पनि यस्तै प्याकेजको लागि चाहिएको छ भने हामीलाई सम्झिन सक्नुहुन्छ। प्याकेजको लागि केही डिटेल्स बुझ्न छ भने सम्झिन सक्नुहुन्छ है त साथीहरू। ल तो इधर आ गए हमारे सेठ जी और मैडम जी। अभी तक सिर्फ 2 लोगों को कलेक्ट किए हैं। फिर अब चल रहे हैं हम एयरपोर्ट की तरफ और जाएंगे आज मुक्तिनाथ की ओर। बहुत रमाइला करना है, ठीक है ना सेठ जी? ओके ल तो मिलते हैं आगे आपको। जय भोलेनाथ, हर हर महादेव। थैंक यू। आज हेलो मुक्तिनाथ। ओके ल बाटोमा भेट भइहाल्छ है त। ल बाई बाई। बाई बाई एभ्रिवान। ओके हैव अ सेफ जर्नी। पिकअप ड्रप चाहिँ सब काम भ्याइयो। अब चाहिँ हिँड्न मात्रै बाँकी छ, हामी निस्किन मात्रै बाँकी छ है त। अब वेट टु मुक्तिनाथ। ल असार 15 को दही चिउरा हाम्रो दिदीले बनाउनु भएको होइन त? होइन मैले बनाएको। ल यिनले बनाएको अरे। बिचमा आएर मैले भन्दै रे मेरो दिउँसो हुन्छ फर्किँदा झन् चान्स हुन्न। देखिने बिहानमै हो के अरे, बिहानमै हो देखिने। मनसुनमा यस्तै हो कि हजुरहरू अक्टोबर पछि आउनुभयो भने जुन दिन आए नि हुन्छ, फेरि हरेक दिन देखिन्छ। चाहिँ हामी अब ठ्याक्क नयाँ पुलमा आइपुगेको छौँ। यो चाहिँ लुम्ले काँडे हो। यही बाटोबाट आइयो होइन। अनि अहिले चाहिँ हाम्रो यो नास्ता गर्ने ठाउँ हो। अब चाहिँ हामी जाँदैछौँ मुक्तिनाथको तर्फ। अनि आजको फर्स्ट पोइन्ट हुन्छ हाम्रो बागलुङ कालिका, अनि त्यसपछि हुन्छ हाम्रो गलेश्वर धाम। अनि त्यसरी नै बाटोमा पर्ने पोइन्टहरू चाहिँ हेर्दै हेर्दै गइन्छ है। ल यस्तै छ साथीहरू। हजुरहरूलाई पनि यसरी नै मुक्तिनाथ यात्रा एकदम रमाइलो साथ गर्न छ भने हाम्रो यो साई माउन्टेन जर्नी ट्राभल एन्ड ट्रेकलाई चाहिँ एकचोटि सेवा गर्ने मौका दिइ हेर्नु होला। ल अब खाजा खाम अनि निस्क्यौँ है त साथीहरू।
30-40 किलोमीटर छ बाटो। यस्तै यस्तै छ, राम्रो राम्रै छ ल। अनि आज हमारे सेठ जी इधर है, सेठ जी आए इंडिया से, अमृतसर से। हाँ, अनि हाम्रो क्यामेराम्यानमा हाम्रो दिदी हुनुहुन्छ, हाम्रो यतापट्टि दाइ हुनुहुन्छ है, पछाडिपट्टि हाम्रै माताजी है पछि। हेलो। यस्तै छ अब आज प्याकेजमा सबैजना मिक्स गरेर आइएछ। अनि अब यस्तै छ। कैसा लगा सेठ जी, नाश्ता कैसा था? अभी तक ठीक है ना? अभी तक ठीक है। अभी पहले पॉइंट देखेंगे, फिर घूमने का रास्ता। नेपाल की जो आइटम खाई पहली बार खाई हमने, फर्स्ट टाइम। अच्छा लगा, ठीक है चलो आगे आगे जाएंगे। बहुत मजे करने हैं अभी। यहाँ से नीचे की तरफ जाएंगे तो पहुँचेंगे हम गांद्रुक। ठीक है, गांद्रुक तो बाटो यही हो है। यहाँबाट तल गांद्रुक एक जगह है, वही मैं बोला ना, गुरुङ कम्युनिटी का एक विलेज है। वहाँ से माउंटेन धौलागिरी रेंज बहुत अच्छा दिखता है। यहाँ से नीचे जाना है धौलागिरी, सॉरी गांद्रुक के लिए। और यही रास्ता जाता है एबीसी ट्रेकिंग में। एबीसी का जो ट्रेकिंग जाता है नीचे रोड के यही नीचे, यही रोड से और रास्ते में आएगा अभी नहीं, यहीं से नीचे निकलना है। यहीं से निकलना है गांद्रुक के लिए। आज हामी जाँदैछौँ मुक्तिनाथको तर्फ। मुक्तिनाथको रास्ता सिधा सिधा यसै है। बाटोमा के हुन्छ हजुरहरूलाई देखाउँदै गर्दै गरौँ है त। यो चाहिँ कुस्मा बजार। अनि यहाँ चाहिँ बन्जी वर्ल्डको सेकेन्ड हाइएस्ट अनि एसियाको हाइएस्ट 228 मिटर हाइट भएको चाहिँ बन्जी पनि छ। हजुरहरू यो बाटो हिँड्दाखेरि बन्जी पनि गर्न सक्नुहुन्छ है। बन्जी अनि त्यसपछि स्काई एक्टिभिटिजहरू गराइन्छ है यहाँ चाहिँ। टेंशन ब्रिज है ना, क्रॉसिंग करने के लिए। वो वहाँ से बंजी जंपिंग करते हैं सेठ जी। यो चाहिँ अब बागलुङको रोड है। उयो पारीको रोड चाहिँ मुक्तिनाथ जाने रोड हो भने यो रोडबाट चाहिँ बागलुङ बुर्तिवाङ हुँदै ढोरपाटन जाने पनि यही रुट हो। माथि देख्न सकिन्छ वहाँ सस्पेन्सन ब्रिज। हामी जाँदैछौँ अब बागलुङ कालिका दर्शनको लागि पहिला चाहिँ, अनि त्यसपछि फर्केर हामी उता पारीको रुटबाट गइन्छ है त साथीहरू। ल अब चाहिँ हामी बागलुङ कालिका मन्दिर आइसक्यौँ। यहाँबाट चाहिँ गेट छ, भित्रभित्र जाने, यहाँबाट भित्र जाने। ल यो चाहिँ बागलुङ कालिकाको पार्किङ है। अनि जाने बाटो चाहिँ यही हो। यहाँबाट 10 मिनटभित्र गएपछि चाहिँ बागलुङ कालिका भगवती मन्दिर पुगिन्छ। अब चाहिँ म यहाँ वेटिङमा छु, गेस्टको हाम्रो वेटिङमा छु होइन। 10-15 मिनटमा आउनुहुन्छ। अनि त्यहाँपछि पुलतिर जानुपर्छ, भाइरल पुलमा। बागलुङ कालिकाबाट 2 मिनट मात्रै यसो माथिपट्टि जानुभयो भने हजुरहरूले यहाँ भेट्नुहुन्छ है गोल्डन ब्रिज अफ गण्डकी भनेर एकदम लामो पुल छ। 1 किलोमिटर जति बागलुङ बजारको तर्फ जानुपर्छ त्यसको लागि चाहिँ होइन। एकदम राम्रो छ, म देखाउँछु है त हजुरहरूलाई। बल्ल घाम लाग्ला जस्तो छ मौसम पनि। हामी जाँदैछौँ गोल्डन ब्रिजमा। कैसा लग रहा है सेठ जी, मैडम जी को? अभी तक आए थे कि नहीं ऐसे सस्पेंशन ब्रिज पे? नेपाल बहुत अच्छा है। हम तो कहेंगे कि यूथ को यहाँ जरूर आना चाहिए, इंडियन यूथ को देखने के लिए कि यहाँ यूथ कैसे सब मैनेज करती है। यहाँ ओल्ड पर्सन बहुत कम मिले हमें, जो भी काम करते हैं यूथ करती है, तो बहुत अच्छी बात है। वैसे संस्कार होने चाहिए। चलते अभी थोड़ा आगे आगे के साथ चलते हैं। गेस्टहरू अगाडि जानुभएको छ, म फर्केँ। यस्तै छ है साथीहरू। यो सस्पेन्सन ब्रिज पनि राम्रो छ, जो गण्डकी गोल्डन ब्रिज भनेर चिनिन्छ। अब यहाँबाट हामी जान्छौँ बेनी तीर्थ है, गलेश्वरको तर्फ जान्छौँ है त। अहिले चाहिँ हामी मालढुङ्गाको पुलमा आइपुग्यौँ। अब फेरि बागलुङबाट फिर्ता आएर मुक्तिनाथको लागि चाहिँ यो पारीको रोडमा जानुपर्छ।
यो देखेको चाहिँ कालीगण्डकी नदी हो है। अनि यहाँबाट अब हामी चाहिँ सिधा गयो भने पोखरा पुगिन्छ। हामी यहाँदेखि लेफ्ट लिनुपर्छ है त, यो बाटो गइन्छ अब। ल अब चाहिँ हामी यहाँ अहिलेसम्म पर्वत जिल्लामा थियौँ। अब यो पुल कटेपछि चाहिँ म्याग्दी जिल्ला है। यो कालीगण्डकीको पुल, कालीगण्डकी खोला कटेपछि चाहिँ हामी म्याग्दी जिल्ला प्रवेश गऱ्यौँ। यो अगाडि देखेको चाहिँ बेनी बजार है त। अब यहाँबाट 4 किलोमिटर अगाडि छ हाम्रो गलेश्वर। गलेश्वर धाम यहीँ नजिकै छ है। हामी चाहिँ अहिले गलेश्वर धाममा छौँ। गेस्टहरू जाँदै हुनुहुन्छ गलेश्वर धामको लागि। मन्दिर चाहिँ यही हो है, गलेश्वर धामको मन्दिर चाहिँ यही हो। एकदम पवित्र मानिन्छ यो मन्दिरलाई पनि। हामी चाहिँ अब गलेश्वरबाट निस्क्यौँ। पहिलाको हाइवे यही हो, अहिले माथिबाट बनेको बाटो। यहाँ माथिबाट भोलि फर्किँदा त्यही बाटो गइन्छ, नत्र पहिलाको हाइवे यही हो, मुक्तिनाथ जाने हाइवे चाहिँ। राम्रो बाटो यहाँसम्म मात्रै थियो। अब यहाँ से पूरा रास्ता सुरु सेठ जी, यहाँ से पूरा रास्ता सुरु अभी। हाँ, खराब रास्ता शुरू अभी। यहाँ तक अच्छा रास्ता था, अब यहाँ से थोड़ा अच्छा थोड़ा बुरा करके आएगा। यस्तो छ बाटो। यो चाहिँ बैसरीको भिर भनिन्छ यसलाई। ल हेर्नुहोस् कत्तरी जान्छ पहिरो गयो भने। पुरै ढुङ्गा अझै नि खस्न रेडी छन्। कहाँ हो, यस्तै छ। तिमी पहिल्यै भाइरल छ त, अब भिडियो जान्छ कि त अब बल्ल उड्छ कि त। त्यहाँबाट चाहिँ लगभग 3 किलोमिटर जति 4 किलोमिटर अगाडि आएपछि चाहिँ यति राम्रो झरनामा आइपुगिन्छ है। यसलाई चाहिँ महावीर झरना भनेर भनिन्छ। अहिले लास्ट टाइममा एकदम भाइरल छ यो ठाउँ पनि। पहिला चाहिँ अलिकति सानो थियो र हो, अहिले राम्रो देखिएको छ है, बढेको पनि छ। अनि टुरिस्ट डेस्टिनेसन पनि राम्रो छ अहिले। र यताबाट गएपछि हामी पुगिन्छ मुक्तिनाथ है त। ल हामी चाहिँ अहिले ठ्याक्क चुन पहिरोमा आइपुग्यौँ। र अस्ति 3-4 दिन अगाडि थिचेको ढुङ्गा पनि यही हो है। बिवाइडीलाई थिचेर मान्छे बित्नु भएको ढुङ्गा पनि यही हो। अहिले हाम्रो गोले दाईहरूले यहाँ पूजासुजा गरेर ट्याक्क ढुङ्गालाई उस गर्नुभएको छ। बाटो चाहिँ यही हो है। बहुत ही खतरनाक रास्ता है जी। यहाँ से नीचे नहीं गिरी, वो जो पत्थर था ना पूजा कर रहे थे 4 दिन पहले, उस पत्थर से एक गाड़ी दबकर मर गया था एक, यहीं पे 4 दिन पहले। यहाँ के अंदर ये यहाँ पे 2 कुंड है। यहाँ पे वो बच्चे लोग के पास एक, हाँ यहीं के अंदर टर्निंग, हाँ और लौटते टाइम पे छिड़ेंगे। ठीक है, इसका खासियत ये है, ये कालीगंडकी का नेचुरल हॉट स्प्रिंग वाटर है। बहुत ही बढ़ गया है लेकिन 2-3 दिन से आज बहुत ही। जगह को ताता पानी बोलते हैं इस जगह को भी। ठीक है, और यहाँ का सबसे बड़ा होटल यही है, नेचुरल स्प्रिंग जी।
च्याङ वाटरफल है यो चाहिँ बाटोमा पर्ने। हामी चाहिँ खाना खाने ठाउँमा मोटेल दाना है त, दाना भन्ने ठाउँमा मोटेल दि मोटेल भन्ने छ, यहीँ खान्छौँ। मैले त चाट हेलो ल हाम्रो सन्तोष दाई है, के हो युट्युब नाम? युट्युब नाम एसके मोटो। यसको मोटो म सब्स्क्राइब गरिहाल्छु ल। ल सबैजनाले चाहिँ एकदम लाइक कमेन्ट सब्स्क्राइब गर्नु होला। ल धन्यवाद। निस्किन लाग्यो, हल्का पानी पर्ला जस्तो छ साथीहरू है। हाम्रो मोटे दाई पनि भर्खरै आइपुग्नु भयो। कहाँसम्म हो आज? नमस्ते, म विमल गुरुङ। आज मात्र हिँडेको हो। मार्फतसम्म आज दाजुभाइ अङ्गलो मारेर सुत्नुपर्छ है त। ल है हाम्रो दाई चाहिँ नेचर अवेट्सबाट, नेचर अवेट्सलाई पनि सम्झन सक्नुहुन्छ हजुरहरूले। पोखरादेखि जुनसुकै ठाउँमा जानको लागि एकदम दामी सर्भिस छ। मात्र 50वटा हिँड्दै गाडी, मात्र 50वटा गाडी छ। ल यस्तै छ है त। निस्किन्छौँ अब हामी पनि बिस्तारै है। अब यहाँबाट रुप्से गइन्छ, रुप्से एकछिन बसेर अनि त्यहाँपछि मुक्तिनाथ मार्फा, सरी आज चाहिँ मार्फा स्टे। चाहिँ अहिले रुप्से वाटरफलमा आइपुग्यौँ। आज चाहिँ पानी परेको भएर भोलि कि रोक्नुहुन्छ र? रोकेंगे ठीक है फिर। रुप्से झर्ना अनि यही हो। ल हेरेर फर्कियौँ हामी चाहिँ। के छ दाइ? बाटो चाहिँ यस्तै यस्तै छ है। अब चाहिँ राम्रो राम्रो बाटो आउँछ, नराम्रो बाटो लगभग कटियो अब चाहिँ। बाटो बन्दै हुन्छ नि बाटो। पैसाले धेरैदेखि बन्द हुन्छ। यो पालि भेट्दैन, मान्छे आउँदैन नि। हामी कसरी जाने रिक्सा हामी ठ्याक्क घाँसा बजार आइपुगेका छौँ। हजुरहरू पनि यो बाटो आउँदै हुनुहुन्छ भने यहाँनिर ठ्याक्क यहाँनिर चाहिँ हाम्रो पर्मिट चेकिङ गराउनुपर्छ, गाडी इन्ट्री गराउनुपर्छ है त। ल चेकिङ भयो, इन्ट्री भयो, अब चाहिँ निस्किँदै। अहिले लेते डाँडामा है, लेते डाँडा आइपुग्यो र यो अगाडि देखेको चाहिँ हाम्रो क्रिकेटर करण केसीले बनाउँदै गर्नुभएको यही हो है होटल चाहिँ। यस्तो राम्रो बनाउँदै हुनुहुन्छ। मार्फा बजार
हामी मार्फा स्विटमा बस्ने। आज चाहिँ हाम्रो स्टे यहीँ हुन्छ। यहाँसम्म भिडियो हेरिराख्नु भएको छ भने थैंक यू सो मच। दीजिए मैं पकड़ देता हूँ। लाइक कीजिए, सब्सक्राइब भी कीजिए और फिर मिलेंगे कल सुबह मुक्तिनाथ के रास्ते पे। बाय बाय।